घना जादुई जङ्गलको बीचमा लुकेको एउटा गाउँको कल्पना गर्नुहोस् जहाँ परीहरू र मानिसहरू एकसाथ मिलेर बस्थे। तर एक भाग्यशाली रातमा प्रत्येक परीहरू कुनै निशान बिना गायब भए। गाउँलेहरू डराए। त्यहाँ एउटा मात्र बहादुर बच्चा थियो जसले अँध्यारो जङ्गलमा पाइला राख्ने र सत्य पत्ता लगाउने साहस गर्यो। के तपाईँ यो जादुई साहसिक कार्यमा जाने हिम्मत गर्नुहुन्छ? धेरै समय पहिले घना जङ्गलको बीचमा एउटा रहस्यमय गाउँ थियो जसलाई परीहरूको गाउँ भनिन्थ्यो। यस गाउँमा मानिस र परीहरू सँगै बस्थे। परीहरूले आफ्नो जादुई शक्तिले गाउँलाई खुसी राख्थे। तर एक दिन केही अनौठो भयो। सबै परीहरू अचानक गायब भए। गाउँका मानिसहरू डराए। कसैलाई थाहा थिएन कि परीहरू कहाँ गए। केही मानिसहरूले भने कि परीहरू आफै गए, जबकि कसैलाई लाग्यो कि कुनै दुष्ट शक्तिले तिनीहरूलाई 11 वर्षीय कबीर, जो धेरै साहसी र जिज्ञासु थिए, यो रहस्य समाधान गर्ने निर्णय गर्छन्। एक रात जब पुरै गाउँ गहिरो निद्रामा थियो, कबीरले आफ्नो सानो लालटिन उठाएर जङ्गलमा हिँडे। बाटो बाक्लो र डरलाग्दो थियो, तर कबीरले हिम्मत हारेनन्। अचानक उनले एउटा विशाल पुरानो रुखलाई अनौठो जादुई प्रकाशले चम्किरहेको देखे। कबीर नजिक जाने बित्तिकै त्यो रुख बिस्तारै आफै खुल्न थाल्यो र त्यसमा एउटा गोप्य सुरुङ देखियो। कबीरले गहिरो सास फेरेर भित्र गए। सुरुङभित्र अँध्यारो थियो, तर भित्ताहरूमा हल्का प्रकाश चम्किरहेको थियो। केही टाढा हिँडेपछि कबीरले एउटा सानो परी भेट्टाए जो हजुरआमाले भन्नुभएको थियो कि यो जादुई ऐनामा कुनै पनि दुष्ट शक्तिलाई परास्त गर्ने शक्ति छ। कबीरले झारकोसको अगाडि ऐना गुमाए। झारकोसको आँखा ऐनामा पर्ने बित्तिकै उनी ठूलो स्वरले चिच्याए र धुवामा परिणत भएर गायब भए। तर यहाँ उनी मुक्त भए। रानी फर्किन् र सम्पूर्ण गाउँ फेरि समृद्ध भयो। र यसरी एउटा सानो केटाको साहसले सम्पूर्ण गाउँलाई बचायो।